साथीहरु अहिले मेरो बुढी र म चाहिँ बजारतिर गएका थियौं हैन बजारबाट आउँदै गर्दा चाहिँ तारबाट के हेर्नु एक्कासी परिवारलाई चाहिँ करेन्ट लाएर यत्रो हेर्नु यस्तो खाल्टो भइदिएछ कि करेन्टले पनि यस्तो चोट लाग्दो रहेछ त बिचरा यार है दुईटा परिवार थिए सँगै दुईटालाई करेन्ट लागेको थियो हेर न हेर अब के भयो करेन्ट लाग्यो दुईटा परिवारलाई करेन्ट लागेको एउटालाई चाहिँ कुकुरले समातेर लगिहाल्यो एउटालाई चाहिँ हामीले जसो तसो बचायौं हैन यहाँ हेर्न बिचरा कत्रो घाउ लागेको छ यसलाई अनि अहिले यो त अब त्यति उ त छैन है झोग्रा त छैन अलि टाँठो नै छ तर पनि हामीले यसलाई अलिकति अब सक्दो सहयोग गर्नेछौँ यसलाई मद्दत गर्नेछौँ हामीहरूले चाहिँ अलिकति अब यसलाई यहाँ तेल बेसारहरू अब लगाइदिन्छौँ यो घाउमा चाहिँ लगाइदेऊ न बुढी त्यही हाल्देऊ न त्यस्तै बोटको सिधा हाल्देऊ न त्यसरी झन् चर्राउ लाग्यो हातको बिस लागेर यार हेर्नु न करेन्टले पनि यार कस्तो पुरा दुईटा सँगै बसेको थिए दुईटै भैमा खसेको हेर्दा हेर्दै एउटालाई चाहिँ कुकुरले समातेर लगिहाल्यो अर्कोलाई चाहिँ हामीहरूले जसो तसो बचायौँ अघि बाबु पलेवालाई के भयो करेन्ट लाग्यो कसरी खस्यो तारबाट यस्तो यस्तो बदबद गरेर खस्यो हो कि माथिबाट भयो अब सन्चो भइदिया त हुन्थ्यो मर्दैन जस्तो त लाग्छ यार अघि त झोग्रा थियो कि एकदम खुल्ला छोडिदिँदा पनि लिँदै नलिने भएको थियो अहिले चाहिँ अब उड्छ कि न एकछिन विचार गर न अलि हाल्देऊ न त्यो सबै हाल्देऊ न त्यहीँ बग्छ केही भएको छैन हाल्देऊ त्यस्तै हाल्देऊ उता हो त्यो अहिले लगाइदिएर फेरि बिहान लगाइदिएर फेरि छोड्दै हो त्यो बिहानसम्म कहाँ आफ्नो के खुवाउनेलाई के गर्छ चारो राख्यो नै खै छोड न उड्छ कि नै उड्छ भने उडाइदियो भने त बिचरा जान्छ यार आफ्नो दुनियाँमा केही हुन्न छोडिदेऊ जाऊ यसो हल्का हल्लाउ न हातले अलिअलि हल्लाउ न खुट्टामा चोट लाग्छ र हेर त कहीँ पखेटामा डिस्टर्ब नगरेर छोड ल उड्यो हेर्नु साथीहरू गयो उड्यो गयो उड्यो